आएको हुन्छु मैले होइन, जस्तो पनि गरेर आएको हुन्छु। यो त झन् भनौँ न, यो अर्कै नै थियो त, मैले भनिहालेँ होइन। यो समय मलाई त्यो भन्दाखेरि पनि यसले यो भन्न खोज टिकटककै विषयमा फिल्म भनेको भएको भए सायद मैले चाहिँ गर्दैन थिएँ होला होइन। मेरो भनौँ न, मैले त्यस्तो रूपमा टिकटकलाई लिएको पनि थिएन, त्यसरी पनि थिएन। तर भनौँ न स्क्रिन प्ले नै हो त्यो। पढ्दाखेरि चाहिँ टिकटकको विषयमा भन्ने जस्तो लाग्यो मलाई, किन खासै मैले पनि युज नगर्ने र कसैको टिकटकमा पनि आफू नदेखिने हुँदाखेरि त्यसमा मलाई चासो थिएन होइन। तर स्क्रिप्ट अथवा स्क्रिन प्ले भन्ने चिज हुन्छ नि त, त्यो एउटा कसरी पात्र चाहिँ बिस्तारै यो लेखिएको छ होइन, बिस्तारै त्यसलाई भाइरस भन्न पनि होइन, भाइरस भनिरहेको छ। त्यसपछि बिस्तारै बिस्तारै थाहा हुन्छ, जुन मलाई पनि थाहा थिएन, केही समय अगाडि पनि थाहा थिएन कसरी बनाउँछन्। अहिले पनि थाहा छ, त्यही गरेपछि मात्रै अलिअलि आइडिया भयो कि यसरी गर्दा रहेछन् भन्ने। अनि त्यो सबै कुराहरू हेर्दाखेरि ल अहिले के कथा भनिरहेछ, फेरि कथा त्यो चिज मात्रै टिकटक विषय मात्रै होइन कि भनौँ न, अब धेरैको कथा भनिरहेछ कि त्योभित्र। उसको पीडा, उसको दुःख, घर व्यवहार, उसको परिस्थितिमा पनि उसले कसरी गरिरहेछ, यो सबै हेर्दाखेरि त स्ट्रगल यसमा अनेक छन् लाइफमा होइन। यस्तो यो टिकटकमा पनि अनेक स्ट्रगल छन्। फेरि त्यसपछि उसको पर्सनल लाइफ, उसको घर आमा, यो सबै यसरी हेर्दाखेरि सबै चिज त छ यो कथामा होइन। अहिलेको समयको कथा बोलिरहेको छ भनेपछि सबै चिज छ भनेपछि त अब वाइ नट होइन, यस्तो राम्रो चिज भएछ भने त। जस्तो भाइरललाई दुई अर्थमा हेर्ने, सकारात्मक बाटो राम्रो पनि प्रभाव पारेर हुन्छ भने हजुर, त्यसलाई नकारात्मक पनि हेरिन्छ। सिनेमाले चाहिँ कुन बाटो पनि देखाउँछ? अब पक्कै पनि भनौँ न, उसको उतार चढाव पनि त्यो कुराहरू देख्न पाइन्छ जस्तो लाग्छ होइन। उसले कसरी चाहिँ त्यहाँसम्म पुग्यो र कसरी त्यहाँबाट खस्यो अथवा के भयो होइन, जुन चाहिँ भइरहेको हुन्छ आज एक्कासी होइन, कहाँ पुग्छ र अर्को दिन एक्कासी के कारणले गर्दाखेरि मान्छेहरू भनौँ त्यो म देखिरहेको हुन्छ एकदमै के भन्छ, डाउन भइरहेको हुन्छ, त्यस्तो अप्स एन्ड डाउन एकदम भइरहेको हुन्छ होइन। आज छ होइन ऊहरू, भोलि छैन होइन, ल एउटा पनि आएन भ्युज भन्ने जस्तो सुनिरहेको हुन्छ भने त्यस्ता कुराहरू छन् जस्तो लाग्छ होइन। जुन चाहिँ त्यहाँ पुगिसकेपछि पनि त्यस पछाडि चाहिँ चुनौतीहरू क्या, त्यो ठाउँमा पुगिसकेपछि, भाइरल भइसकेपछि पनि का चुनौतीहरू के छन् त होइन। ढुक्क भएर बस्न पाइँदैन, त्यसपछि अर्को सुरु हुन्छ भनेपछि त्यस्ता खालका निकै चिज छन् जस्तो लाग्छ, जहाँबाट राम्रै मेसेज चाहिँ नि दर्शकहरूलाई जान्छ जस्तो लाग्छ। यो चाहिँ ग्यारेन्टी हो, राम्रै मेसेज त्यसबाट टिकटक चलाउन होइन, हेर्न चाहिँ नि यताउतिबाट अब साथीहरूले देखाइरहेको हुन्छ। खासै म त्यस्तो म अलि आफ्नो आफ्नो हुने रहेछ, म चाहिँ त्यति सक्दिनँ रहेछ जस्तो लाग्यो कि त्यो भनौँ न त्यो चिज उ गर्न चाहिँ। तर अब क्यारेक्टरमा त मलाई एकदम मजा आयो, मलाई एकदमै मजा लाग्यो। मैले धेरैको हेरेँ पनि, त्यो तपाईँले देखिराख्नु भएको छ जसरी मैले गरेँ त्यस्तै खालका मैले हेर्न पाएँ र मलाई अचम्म लाग्यो। अचम्म, यो संसार अजीब रहेछ होइन, त्यो चिज मैले जान्न पाएँ र मैले त्यही चिज गर्न कोसिस गरेँ। फिल्म गरेपछि टिकटक चलाउन लगाएन? त्यस्तो भएन, किनभने खोइ किन हो अब त्यसमा के हो, अब किन भएन, फिल्म गरिरहेको छु त्यही भएर पनि होला कि। फिल्म नगर्न पाए त सायद गर्थेँ होला होइन। यही समयमा म अब भनौँ न त्यहाँ भएको भए, मैले फिल्म खेल्न पाइरहेको छैन, म अहिले परासीमा हुन्थेँ भने पक्कै पनि मैले सुरु गरिसक्थेँ। किनभने डान्सहरू सुरु गरेको कारण त्यही थियो, मलाई कसैले देखोस्, मलाई कसैले फिल्ममा लियोस् भन्ने होइन। अब यो भइदिएको भए सायद मैले यसको युज पनि गर्थेँ होला, मतलब फिल्म पाउनको लागि अथवा के गर्नको लागि चाहिँ। त्यो जिन्दगीमा तपाईँलाई यो भाइरल भन्ने चिज मनै पर्दैन, मलाई थाहा छ। हजुर, तपाईँ खासै धेरै बोल्न पनि इङ्ग्लिस गर्ने मान्छे होइन, त्यस्तो मान्छेले कसरी भाइरल गरेको गर्नुहुन्छ? अब मलाई स्क्रिन प्ले छोडेर नि त तपाईँले हेर्ने भने फिल्म हेऱ्यो भने तपाईँले किन गरेको रहेछ भने तपाईँले फिल पनि गर्न सक्नुहुन्छ है। किनभने मैले तपाईँलाई भनिहालेँ कस्तो कस्तो फिल्म त गरिरहेको हुन्छ, तपाईँले के यार दाइ यार भनेर भनिरहेको हुन्छ तिमीहरूले होइन। भनेपछि यो चाहिँ अब निगमको लागि पनि कस्तो थियो भन्दाखेरि उसले अगाडि फिल्म गरिसकेर, एउटा के फिल्म थियो छड्के गरिसकेर उसलाई पनि एक खालको गाह्रो, उसले पनि बुझ्ने समय आइसकेको थियो कि ल है मैले अलिकति अर्को ट्र्याकमा लगाएँ है, मैले बिगारेँ। उसले पर्सनली आएर मलाई भन्यो होइन, यस्तो यस्तो छ, अब चाहिँ मैले के गरेर देखाउनु पर्ने छ दाइ, अब चाहिँ नि के गरौँ भनेर उसले जुन तरिकाले मलाई भन्यो। र उसको स्क्रिन प्ले हेरिसकेपछि त पुगिहाल्छ कि एउटा एक्टरलाई। उसले बोल्नुभन्दा पनि दाइ चाहिँ हेर्नुहोस् न भनेपछि यसरी हेर्नु थाहा पाइहाल्छ कि यसले कतिको मिहिनेत गरेर रहेछ, पहिला जस्तो छ कि अलिकति फरक छ त उसको सोचाइ। अनि त्यो हेरिसकेपछि नाइ भन्ने मेरो विचारमा जो कोही एक्टरलाई पनि उसले गएर भनेको भए सायद कुनै पनि एक्टरले नाइ चाहिँ यसलाई भन्ने नै थिएन। जो कसैलाई भएको भने म गर्छु भनिहाल्थ्यो कि। त्यस्तो काम चाहिँ उसले गरेको थियो, किनभने त्यो पछाडि अगाडि त्यो जति गाली पायो, जति उसले पायो होइन, त्यही भएर पनि सिरियस भएरै सायद यसमा के गर्छु भनेर। त्यो बेला मात्रै होइन, त्योभन्दा एक दुई वर्ष अगाडि नै मैले सुनिसकेको थिएँ भाइरल गोर्खे दाइ तपाईँले पढ्नुभयो कताबाट एकदम दामी लेखेछ दाइ निगमले भनेर मैले अरूहरूले पढेको सुन्थेँ क्या। अनि हो र
कसले गर्छ दाइ तपाईँले त हो नि भन्ने जस्तो कुराहरू अथवा हेर्दैछ भन्ने जस्तो कुरा हुन्थ्यो त्यो बेलादेखि नै एक्साइटेड थिएँ झन् पढेपछि त अब होइन निगमजीले लेखन चाहिँ घट्टै लेख्नु त पर्दामा उतार्दै गाह्रो छ भन्छ। अब त्यो चाहिँ सिक्दै जाने कुरा हो नि त होइन सबै सिकेर आएको कहाँ हुन्छन् त्यही पनि अब भन्ने हो भने छड्के फिल्म उसले गऱ्यो त्यहीबाट बिपिन आयो एटलिस्ट होइन उसले एउटा फिल्मको उ त निका अहिले पनि मान्छेले मलाई कुरा गरिरहेको हुन्छ छड्के फिल्म चाहिँ नि यार भन्नु त्यो पाउनु नै ठुलो कुरो हो जस्तो लाग्छ कि तर त्यो बिग्रिने उ गर्ने त अब हुँदै जाने कुरा मेरो पनि त्यस्तै त हो नि एउटा फिल्म गऱ्यो अर्को फिल्म बिग्रिन्छ फेरि अर्को फिल्म अलि राम्रो होला होइन त्यो त भयो सिक्दै जाने कुरा हो उसले पनि धेरै यो फिल्मदेखि नै फिल गर्नुहुन्छ होला तपाईँहरूले पनि अलिकति उसले कोसिस चाहिँ गरेको रहेछ राम्रै के गर्नुपर्छ भनेर समय लाएर भनौँ न पिआर भनेको के हो सबभन्दा पहिला त्यो मलाई बुझाइदिनु त पर्सनल रिलेसन भनेको कोसँगको निगमसँग के उसँग निगमसँगको पर्सनल त्यो कारणले पनि मैले फिल्म गरेको अब यो त मैले यस विषयमा के भनौँ भने जसले मैले भनिहालेँ जो एक्टरलाई यो स्क्रिप्ट जान्थ्यो होला उसले समातिहाल्थ्यो होला कि तपाईँले बुझ्नुभयो नि कहीँ नजाऊ है भनेर झ्याप्प समातिहाल्थ्यो होला त्यस्तो खालको थियो यसमा अब के भनौँ अब त्यो फिल्म हेरेपछि तपाईँले बुझिहाल्नुहुन्छ कि मैले भन्नै पर्दैन राम्रो लेखेको छ कि उसले स्क्रिप्ट राम्रो लेखेको छ के अरे ए त्यो बेला किनभने तयारी नै थिएन फिल्म होइन हल्ला त्यत्रो थियो फेरि होइन राम्रै हल्ला सुनेको थिएँ मैले यसले के गर्छ है यो फिल्मले भनेर सुनेको थिएँ तर हाम्रो तयारी थिएन हामीले गर्ने काम बाँकी थियो त्यसमा अनि सुटहरू बाँकी थियो होइन अनि त्यस्तो चाहिँ फिल्महरूमा भइ नै राखेको हुन्छ कि टिजर टेलर अगाडि नै दिइन्छ फेरि अनेक कारणहरू हुन्छन् अरूको प्रेसर हुन्छ होला ल आउनु फ्याल्नै पऱ्यो है एउटा भन्ने जस्तो त्यो प्रेसर हुन्थ्यो होला तर काम बाँकी थियो हामी आफैले थाहा थियो कि अहिले त हुनै सक्दैन र अहिले चाहिँ नि अब कुरा भएको छ भनौँ न निगम चाहिँ अहिले अलिकति फ्यामिली म्याटरले अब सानै छ भर्खर निगम सानो छ कि होइन उहाँको बच्चा चाहिँ सानै छ त्यही भएर अहिले फ्यामिलीमा आज अलिकति भ्याउनु चाहिँ भएन आज आउने चाहिँ कुरा थियो तर फ्यामिली उकोले गर्दाखेरि हजुर मलाई पनि पहिल्यैदेखि निगम दाई चाहिँ नि उहाँको स्टोरी टेलिङ चाहिँ मलाई एकदम युनिक लाग्छ उहाँले चाहिँ अलिकति त्यो डिफ्रेन्ट वे अफ स्टोरी टेलिङ एउटा एकदमै एक्सेन्ट्रिक लाग्छ कि पहिलेदेखि छड्के पनि हेरेको हो अनि जस यो कथा चाहिँ आउने बित्तिकै मलाई चाहिँ फर्स्ट अफ अल कस्तो रेलेभेन्ट भन्ने कुरा लाग्यो होइन अहिले कस्तो समय सान्दर्भिक छ अनि सरप्राइजिङली यो विषयमा फिल्मै बनेको पनि रहेछ भन्ने कुरा पनि आफूलाई क्लिक भयो अनि त्यो प्लस कमेडी एउटा रमाइलो खालको लाइट हार्टेड सिनेमा मलाई गर्न मन पनि लागिरहेको थियो त्यो बेलामा आयो अनि मेरो क्यारेक्टर पनि एकदमै म पनि त्यो टिकटक चलाउँदिनँ थिएँ तर यसमा चाहिँ नि समथिङ डिफ्रेन्ट होइन अब ऊ टिकटक स्टार हुन्छ मेरो क्यारेक्टर अनि मलाई त्यो चाहिँ नि क्या रमाइलो लाग्यो क्या आफूलाई भनौँ न त्यो वर्ल्ड पनि एक्सप्लोर गर्न पाइन्छ भन्ने कुरा अनि ओभरअल चाहिँ नि आई थिङ्क यो अहिलेको समयको कथा बोल्छ भन्ने कुरा चाहिँ नि मलाई एकदमै फिल भयो अनि त्यो धेरै मैले क्वेसन गर्नै परेन अनि त्यस्तो चाहिँ नि मलाई चाहिँ जागेन भाइरल हुने रहर चाहिँ छैन तर काम गर्दै गर्दाखेरि अब कहिले के हुन्छ त्यो चाहिँ त्यो बाई प्रोडक्ट प्लिज थ्याङ्क यू फर आस्किङ मी दिस क्वेसन किनकि होइन म त्यो कुरा क्ल्यारिफाई गरिदिन्छु यस्तो भएको थियो मलाई जसले क्वेसन सोध्नु भएको थियो उहाँले चाहिँ सौगात दाईसँग कति पछि काम गर्नुभयो हजुरको सौगात दाईसँगको एक्सपिरियन्स भनेर दाई भन्नु भएको थियो अनि मैले चाहिँ त्यही फ्लोमा अनि दाई मात्रै होइन सौगात दाई यसरी भनेर भनेको हो कि त्यो मैले उहाँलाई दाई भन्दिनँ बोलाउँदाखेरि सौगातै सुन्नु मैले टङ स्लिप त्यस्तै भन्नुभयो तर आइम सरी म तर दाइ भन्नु होइन होइन तपाईँले मेरो के अरे तपाईँले विचार गर्नु होला मेरो रियाक्सन केही पनि थिएन त्यसमा होइन किनभने मलाई थाहा छ यो सामान्य यो होइन र मलाई यो पनि थाहा छ कि अब यसमा चाहिँ ठाउँ पाउने भयो ल के अरे
म त जहिले पनि के सोचे जस्तो देखिन्छ तर त्यो होइन है खासमा मैले केही नसोचेको मलाई धेरै तपाईँ एकदम सोच्नुहुन्छ त्यसरी अहिले म त्यस्तो सोचे होइन तर मेरो देखिन्छ हेर्दाखेरि कसैको देखिन्छ कि यस्तो हेर्दाखेरि के सोचिरहेको हुनु खानु केही होइन जस्ट आनन्द लिइरहेको सास फेरिरहेको मात्रै हुन्छ यो परीक्षामा होइन मान्छेले क्या सोचिराख्ने है तपाईँ भनेर भन्छ त्यस्तो केही होइन चाहिन भन्नु ल भन्ने विषय पनि छ कि जस्तै तपाईँहरूको सम्बन्ध कुराहरू हामीले चाहिँ समाचार बनाएको त्यो पनि सिक्रेट छैन अब त्यो तपाईँको प्रेममा हुँदाखेरि चाहिँ केही अरू कुनै सम्बन्ध थियो होला नि होइन अब के भनेर सम्बोधन गर्नुहुन्छ होला नि अरूले झट्ट दाइ आउँदाखेरि चाहिँ तपाईँलाई अलिक चिसो त पर्छ होला त्यो मलाई लागेन क्या किनभने उसको बानी मलाई थाहा छ नि त होइन सामान्य हो कि उसले त्यो रूपले भन्न खोजेको होइन भन्ने मैले आफूले बुझिहाल्छु नि होइन मेरै त कति त्यसले भइरहेको हुन्छ मैले पनि कति ठाउँमा बोलिरहेको हुन्छ धन्न तपाईँले कोही कतैतिर कि पाउनु भएन होला नत्र धेरै ठाउँमा दाइ तपाईँले यो बोल्ने ठाउँमा यो बोल्नुभयो नि भन्छन् ए होला अब के गर्ने होइन त्यस्तो हुन्छ भनेपछि मैले त्यो रूपमा लिएको थिएन मैले त्यही भएर त्यस्तो केही मलाई लागेको थिएन मलाई थाहा थियो कि तर यो ठाउँ चाहिँ नि अरूहरूको लागि एकदम इन्ट्रेस्टिङ हुनसक्छ भन्ने चाहिँ नि मैले बुझेको थिएँ बब्दाई जस्तो भयो बब्दाई बब दाइ मलाई के अरे यो क्यारेक्टरको लागि तपाईँले तयारी कस्तो गर्नुहुन्छ शिवदाईको क्यारेक्टर त्यो बताइदिनु भएको हो यो चाहिँ नि एकदमै थ्याङ्क यू यो क्वेसन होइन मलाई चाहिँ नि कस्तो लाग्छ भन्दाखेरि म पहिलादेखि नै भनौँ न अब यो काम गरिरहेको कि यो क्यारिकेचर भन्छन् मिमिक्री भन्ने होइन यिनीहरू चाहिँ नि आफ्नो पहिला भनौँ न स्ट्रगल के भन्नु अब रमाइलो गर्नको लागि मैले गरिरहेको थिएँ होइन सोहरू कति गरेँ मैले होइन र त्यो बेलादेखि नै मलाई थाहा छ कि मैले गरेँ भने मैले अलिकति राम्रो गर्न सक्छु तर चाहिँ मलाई प्रब्लम के भनेर भन्दाखेरि मलाई चाहिँ के देखाउने इच्छा थियो भने यो क्यारेक्टरमा त्यस्तो ट्यालेन्ट चाहिँ छैन है होइन हि इज नट ट्यालेन्टेड त्यस्तो केही होइन जस्ट उसलाई सोख छ उसले भनौँ शिवदाई जस्तो म कोही हिरो मनपर्छ र लगाउन थाल्छ त्यस्तै होइन त्यस्तै कपडाहरू लगाउन थाल्छ त्यस्तै बोल्न थाल्छ जस्ट त्यति मात्रै हो तर उसलाई पनि एउटा गीत बनाऊँ न केही बनाऊँ भने ऊ पनि आत्तिन्छ होला कि उसलाई केही आइडिया छैन कि त्यसको विषयमा तर त्यसलाई काम गर्नको लागि ऊ किन भाइरल भयो त किन टिकटकमा आयो त त्यसको त कथा छुट्टै छ जुन तपाईँले अलिअलि पनि पाउनुभयो होला भ्यू पाउनुभयो होला कि यो किन कसरी त्यो टिकटकमा आयो भन्ने कुरा नत्र त्यस्तो गर्ने टिकटक बनाउने मान्छे होइन यो जस्ट शिवदाईको फ्यान हो त्यही लाइफमा एउटा गोठालो हो भनौँ न गोठालो दिनभरि चलाउँछ होइन बाख्राहरू चराउँछ त्यसपछि साँझ घर आउँछ जस्ट गोठालो एउटा क्यारेक्टर हो त्यो भनेपछि त्यो त्यस्तो खालको कसरी हुन्छ भन्ने कुरा त्यो छुट्टै छ के थियो प्रश्न कता ए प्रिपेयर चाहिँ नि अब त्यो त्यस्तो खालको क्यारेक्टर जुन चाहिँ मैले चाहिँ यसरी बनाउने इच्छा थियो कि चाहिँ नि हि इज नट ट्यालेन्टेड एकदमै ऊ अनि त्यसरी चाहिँ रूपमा मैले लिएँ र मलाई चाहिँ केले हेल्प गर्यो भन्दाखेरि 12 दिन जस्तो म त्यहाँ बस्न पाएँ जहाँ चाहिँ नि डिरेक्टर पनि थिएन होइन कोही पनि आउनु भएको थिएन 12 दिन अगाडि नै म गाउँमा पुग्ने मेरो त्यसरी भयो र त्यो भएको हुनाले पनि मैले थ्याङ्क यू भन्छु होइन कसरी हुन्छ फिल्म ढिला हुन गयो यताबाट ग्रुप आइदिएन त्यो बेला त मलाई अब रिस त अलिअलि उठेको थियो तर भनौँ न काम गर्न चाहिँ नि म फ्रिली कोही थिएन आनन्द गाउँमा के थिएर काम होइन आनन्द काम गर्न पाएँ डायलगहरूमा धेरै तपाईँले डायलगहरू हेर्न पाउनुहुन्छ जुन मजा आउँछ कि होइन मैले चाहिँ नि एकदमै रमाइलो गरेको थिएँ मैले घोक्दाखेरि मैले बनाउँदाखेरि त्यो डायलगहरू त्यत्रो 12 दिन बाँकी थियो होइन सबै तयार थियो त्यही बेला सुटिङ हुनु पनि सक्थ्यो तर त्यो सबै मैले यसलाई एकचोटि फेरि हेरौँ त अब 12 दिन हुने नभएपछि त मैले हेर्न पाऊँ त भन्ने मजाले हेर्थेँ त्यसपछि मैले त्यसमा पनि धेरै काम गर्ने मौका पाएँ यो त कामै छैन रहेछ धन्न भएन भने यो पनि कामै छैन रहेछ धन्न सुटिङ भएन भन्दै मैले त्यसमा काम गर्न पाएँ भनेपछि त्यो पनि देखिएला कि भन्ने होइन जे हुन्छ राम्रैकै लागि हुन्छ भन्ने जस्तो लागेको छ मलाई र काम गर्ने समय पनि मैले पाएँ नपाएको भन्न चाहिँ नि मैले भन्न मिल्दैन तपाईँले यत्रो काम गर्न पाउँदा मैले पनि राम्रो देखाउन सक्नु भएन भन्न पाउनुहुन्छ है तपाईँले किनभने 12 दिन मैले पाएको थिएँ त्यो चाहिँ नि थियो अनि मैले भने जस्तै डिट्टो शिवदाई जस्तो गर्न थिएन है गर्न खोजेको छ तर अलिकति शिवदाई जस्तो एनर्जी छैन है शिवदाई जस्तो ऊ छैन है भन्ने नै देखिनुपर्छ है डिट्टो त्यस्तो देखिन किन त्यो कुरामा फेरि म अलिकति बाठो छु क्या म एकदम ठ्याक्कै गर्न खोज्छु होइन त्यो पनि थियो र त्यस कारण मैले उहाँको डान्सहरूलाई धेरै प्र्याक्टिस गरिनँ तपाईँले बुझ्नुभयो नि ठ्याक्कै उहाँ जस्तो गर्न फेरि हुन्छ नि त धेरै प्र्याक्टिस गरिनँ देखियोस् कि लुज देखियोस् तर जनताले मिलाइरहेछ ट्यालेन्ट छैन त्यही पनि भाइरल भइरहेछ त्यो कारणले के पछाडि भैँसीहरू छन् तपाईँले बुझ्नुभयो नि भैँसीहरू छन् तिनीहरूमा नाचिरहेछ त्यो कारणले मात्रै त्यो अलिकति हिट भइरहेछ कि